गाइज हैन फेरि नयाँ भिडियो लिएर आइसके। सो इट्स मी दिपेन्द्र ब्याक एन्ड न्यू भिडियो। आज म गइरहेको छु र्यान्डमली घुम्न हैन, शनिबार घुम्न गइरहेको छु। अगाडि हुनुहुन्छ पुलिस मामाको भ्यान। शनिबार म र्यान्डमली घुमिरहेको छु। आज के कस्तो हुन्छ हैन, के कुराहरू हेर्न पाइन्छ बेसी चिडियाघर मलाई म त्यही भएर आज जस्ट हैन फुलहरू कतिको फुलेछ बारीतिर हैन, बेलुकाको समयमा छ। तर बबाले होला हैन, लोकेसनहरू पनि राम्रो राम्रो ठाउँ भ्यूहरू हेर्नु पर्यो। गएको छैन, आफ्नो स्कुल छैन, काम नि छैन, केही नि छैन, बेरोजगार बसिया छ। त्यही भएर चाहिँ अब यसो घुम्ने मात्र भन्ने एउटा लक्ष्य हो। दिनको घुम कति सुति राख्ने र हैन, रमाइलो गरम हल्का र गार्डन टाइपको फरेस्ट म छु हैन। तर यस्तो दामी ठाउँ छ क्या हैन, खोला नाला त के देखाउनु हैन। त्यही पनि ठिक छ, आज अलिक घाम लागेको छ, मौसम पनि ठिक छ, राम्रो छ। अलिक घुम्नुपर्छ अब, कति काम मात्र गर्ने, कति गर्ने, कहिले काहीँ यसो घुमौँ न, केही कुराहरू हेरौँ। घाम पनि राम्रो लागिरह, सो देखाइरहेछ होइन। म चाहिँ यहाँ बसेर हेरिरहेको छु होइन। यतिको सो त हेर्नु पर्यो होइन। रुखहरूमा त केही नि फुले होइन यार। यत्रो फुल हेर्ने सपना बोकेर आएको मान्छे, रहर लागेर फुल हेर्न आएको, यहाँ त फुलै नफुलेर कस्तो भएको रहेछ झन्। अलिक चिसो मौसममा फुल हेर्न, फुल नफुलेर मलाई धोकेबाज छौ तिमी टाइपको भइसक्यो। पार्क होइन, सबजना घाम तापेर मजाले रमाइरहेछन्, गफ हानिरहेछन्। म चाहिँ डुलिरहेको छु, म नि सँगसँगै डुलिरहेको। पाल ठाउँ छ होइन यो, घुम्नको लागि, घाम ताप्नको लागि, खेल्नको लागि। बवाल चिजहरू देखाउँछु कि खास त होइन, यहाँ फुल हेर्न आएको कि मलाई सुनेको थिएँ कि यतातिर अलि फुल फुलिरहेछ कि। अब फुल फुल्ने मौसममा होइन, साकुरा फुल फुलिरह के, जापानको फेमस फुल फुलिरह। त्यही भएर आएको थिएँ होइन। कस्तो हुन्छ अब हेर्न पाउँछु कि मैले एउटा बवाल चिज, एउटा गार्डन देखेँ होइन, तपाईँहरूलाई पनि देखाउँछु। कस्तो दामी गार्डन छ है, बवाल तरिकाले। यहाँ पनि होइन दामी तरिकाको फ्लावरहरू रहेछ राउन्डमा के, दामी है। यस्तै बनाउनु पर्छ क्या डेकोरेसन घुम्नको लागि। दामी ठाउँ म्यापहरू छ यहाँ चाहिँ घुम्नको लागि। जुन ठाउँ जान मन छ, ठुलो पार्क छ यो चाहिँ होइन। जुन ठाउँ जान मन पर्छ सबै कुराहरू छ क्या होइन। फुल फुलेछ, कोपिलामै छ, कोपिलादेखि अलिकति फुले हेर्न सक्नुहुन्छ। यतिसम्म फुलेको छ क्या अहिले चाहिँ। फोटो खिच्ने होइन, भिड फ्लावर भर्खरै फुलि नै रहेछ क्या यो फुलहरू। त्यति पनि फुलेको छैन, फुलको गार्डनै छ होइन। यहाँ होइन सानो रुखहरू छ, नपाएको छैन अहिलेसम्म। भने उ जसरी फोटो खिचिरह, फुल नै आँटेछ के साह्रो भइन्छ अहिले। यति नै फुलिरह भने चाहिँ, यति भिड छ भने चाहिँ दामी फुल यहाँ पो छ त। अहिले भर्खर फुलि नै राख क्या यो चाहिँ होइन, भर्खरै फुलिरह के। तै पनि यहाँ कोपिला नै छ, यहाँ उनै छ, बाँकी छ क्या फुल्नलाई होइन। अनि यति बेला पनि मान्छेहरूको यस्तो भिड भइरहेको कि यो हेर्नको लागि। अब यो पछि चाहिँ ढकमक्क प्रकारले फुल्छ कि साकुरा फुल होइन। तपाईँहरूले यो रेड फुल भयो होइन, अनि यहीँनिर छ वाइट चाहिँ होइन, यो चाहिँ वाइट कलरमा छ, अनि यो चाहिँ रेडमा छ होइन। अनि यो पनि दामी छ क्या, राम्रो एकदम सुन्दर छ क्या, यो पनि फुलिरहेको क्या। अनि मान्छेहरूको भिड हेर्नुहोस् कति भइरहेको यहाँ होइन, टोटल्ली छ। यो फुल चाहिँ होइन रेड छ कि पिङ्क छ मलाई थाहा छैन कि कस्तो छ। यसलाई रेड भन्ने कि पिङ्क भन्ने भन्नुहोस् है, के छ कमेन्टमा भन्नु होला। मलाई त थाहा भएन, मैले चाहिँ रेड पनि भने पिङ्क पनि भने, दुइटै भनिदिएँ क्या। सुन्दर छ बगैँचा, मान्छेको भिड राम्रो छ है। यो तल चाहिँ दामी फुल फुलेछ है, तल अलि मान्छेहरूको भिड छ, फक्रिँदै छ फुल होइन। तर यता चाहिँ होइन केही नै छैन क्या, मान्छेहरूको भिड पनि केही छैन कि यतातिर। सो गाइज होइन, अब यहाँ के भन्दैन, 1 महिना या केही दिनपछि हेर्नुहोस् होइन, यत्रो भिड हुन्छ होइन। समथिङ 1 मन्थ होइन, 1 मन्थपछि यस्तो भिड हुन्छ नि, यहाँ बबाल भिड हुन्छ क्या। पिकनिक मेला होइन, स्पोर्ट, धेरै मान्छेहरू रमाउन आउँछन् भन्ने कुराहरू छोडिदिनुहोस् के। यस्तो भिड हुन्छ नि, तपाईँ कुरै नगर्नु छैन नि, सुनशान्त छ। यहाँ फुलहरू पनि कुनै चिज फुले छैन है, घरहरूमा पनि कुनै लाइट। समथिङ 1 मन्थ पछि हेर्ने हो भनेपछि यहाँमा हामीले हिँड्नको लागि स्पेस हुँदैन कि, त्यस्तो भिड हुन्छ है। अनि मान्छेहरूले हरेक ठाउँ त्यहाँनिर बसेर खाइरह आउँछन्, रमाइरह आउँछन्, एउटा पिकनिक स्पोट जस्तो बनाइरह आउँछन् होइन। त्यो दामी फुड स्टलहरू रहेछ, चाहिँ नेपालको जस्तो स्मेल चाहिँ दामी आइरहेको छ क्या। तर मलाई चाहिँ अहिले आँखै यिनीहरूको अलग्गै हुन्छ, खानेकुराहरू खासै खान मन लाग्दैन। त्यही भएर हेर्नुहोस् यो पिरामिड टाइपको चट्टान छ कि छैन, तपाईँ हेर्नु यत्रो ढुङ्गाहरूले होइन एक गरेर बनाएको छ। बाटो पनि त्यस्तै छ क्या, ढुङ्गा नै ढुङ्गा, कत्रो ढुङ्गाहरू युज गरेर बनाएको छ। त्यो चाहिँ हेर्दाखेरि अहिले यति डेकोरेसन गर्छ क्या। यहाँ रातिको बेला चाहिँ बवालदेखि सिटीको भ्यूहरू होइन, यहाँदेखि ठाउँ चाहिँ बवाल डेकोरेसन भइरहेको एम्बोकोमा छ। अहिले भन्दा नि नाइटमा चाहिँ बवाल देखिन्छ क्या होइन, तर अहिले चाहिँ के देखिँदैन, तै पनि डेकोरेसन नै भइरहेको यो कुराहरू। अनि हामीले फुल हेर्न आएको थियौँ, हल्का फुल हेऱ्यौँ, फुलहरू फुलिरह। अनि यहाँ चाहिँ अहिले कस्तो छ भने फुलहरू केही नै फुले छैन क्या, यो कुनै नै छैन क्या यहाँ अहिले होइन। जस्ट 1 मन्थ लेट गयो भने चाहिँ
बवाल फुल फुल्छ कि यहाँ भनेको चाहिँ सबै कुराहरू डेकोरेसन भइरहेछ लेस अहिले यति नै हेरौँ यहाँ होइन नेक्स्ट टाइम माथि ठाउँ जानु कोसिस गरेँ त अहिले जान मिल्छ कि मिल्दैन बाटो खुला रहेछ के धेरै पछि जान मिलेको माथि अब माथि गएर हेरौँ के कस्तो छ त्यहाँसम्म त जान सायद सकिन्न होला दिँदैन होला अहिले धेरै नखोला रहेछ त्यो माथि जानको लागि चाहिँ दामी ठाउँ देखिन्छ क्या यहाँदेखि भने सनसेट टाइपको पनि देखाउँछ नि अनि अलिक सिटीको भ्यूहरू पनि देखिन्छ यहाँ चाहिँ डेकोरेसन भइरहेको रहेछ सनसेटको भ्यू चाहिँ दामी छ है आज आएको छु सरस्वती माध्यमिक विद्यालय नेपालमा होइन ठ्याक्कै विद्यालय जस्तो छ होइन यो ठाउँ हेर्दाखेरि होइन यहाँ हेर्नु है ठ्याक्कै विद्यालय हुन्छ नेपालको हुन्छ नि सरकारी विद्यालयहरू ठाउँ ठाउँतिर त्यस्तै टाइपको छ होइन यो तर दामी छ के त्यो चाहिँ होइन तर के अरू नै चिज हो यो तर मलाई चाहिँ त्यस्तै फिल लाग्यो गभर्मेन्ट छ है तर यहाँ चाहिँ होइन शान्त एकदम मजाको रुख बिरुवाहरू भएको आनन्दले बबाल तरिकाले रमाउन सकिने आनन्द फ्रेस माइन्ड हुने होइन हेर्दाखेरि होइन नेपालको जस्तै अलिअलि होइन पार्कतिर आएर होइन जस्तै भाइब्स आउने भनेपछि आनन्द रमाउन सक्नुहुन्छ होइन तपाईँहरू होइन यस्तो ठाउँ जानुहोस् मजाको हुन्छ है अनि यहाँ हेर्दाखेरि है यहाँदेखि म खस्यो भने केही नि हुँदैन धेरै भयो भने एउटा हात खुट्टा भाँचिन्छ या जान सक्छ अनि सके त्यो नो प्रब्लम अनि त्यो कुरालाई छोडिदिउँ होइन जीवन आनन्दको छ अनि यहाँ हेर्नुहोस् कस्तो दामी दामी फुल पनि यहाँ फुलिरह होइन अब यहाँ चाहिँ सनसेटहरू भइरह अनि चाहिँ हेर्नुहोस् यहाँ तलको पार्कको भ्यूमा अनि त्यहाँ हेर्नुहोस् कस्तो दामी लाग्छ है मलाई चाहिँ होइन अनि यस्तो ठाउँमा बसेर मजाले घुम्न रमाउन र आनन्द तपाईँहरूले नोटिस गर्नुभयो के को आवाज आइरहेछ यहाँ कस्तो चराहरूको आवाज आइरहेछ क्या कस्तो ठाउँ छ है यो गुप्त हुने ठाउँ जस्तो क्या पुरा जङ्गल भएको दामी चराचुरुङ्गी कस्तो दामी भाइब्सको आवाज चाहिँ यस्तो दामी आइरहेछ क्या आई लाइक होइन मनपर्छ क्या यस्तो होइन चराचुरुङ्गीको आवाजहरू टक्क आएर होइन सो तपाईँले सुन्नुभयो होला है चराचुरुङ्गीको चाहिँ होइन डेकोरेसनै बवाल क्या होइन हेर्नु यो सानो पुल काठको पुल छ यस्तो दामी डेकोरेसन हान्छ अनि विभिन्न पोस्टरहरू लगाएको छ सनसेट भ्यू दामी छ है अलि म्यारिज यो ठाउँमा र यो ठाउँमा चाहिँ हुन्छ के को म्यारिज यतै हुन्छ क्या अब यो चाहिँ है गेट दुई काठको है दुइटै चाहिँ काठमाथि सबै डिजाइनिङ भनेको काठको होइन यता पनि रोक यता पनि रोक बिचमा चाहिँ बाटो अहिले त्यहाँ गएपछि हामीलाई थाहा के न के नयाँ कुरा स्पेसलहरू देखिन्छ कि त्यहाँभित्र होइन खास भनेको होइन म चाहिँ के होइन यो ठाउँ मात्र हेर्न आएको होइन यहाँ दामी छ चाहिँ होइन जापानिजको होइन बिहे हुने ठाउँ हो कि जस्तो लाग्छ क्या यहाँ होइन सायद त्यही नै हो क्या कोर्ट म्यारिज हुने ठाउँ पानी आफै आउँछ है मान्छे नजिक जाने बित्तिकै पानी आफै आउँछ अब के गर्नु म पानी छुने मन छैन चिसो बढी छ त्यसमा चाहिँ आमा बुवा छोराछोरी सबै चिज यहाँ चाहिँ म छु मैले पनि बिहे गर्न यहाँ आउनु पर्ला जस्तो छ एउटा जापानिजलाई सुटीलाई उठाएर सुटी होइन केटीलाई उठाएर यहाँको डिजाइन हेर्न सक्नुहुन्छ है मेरो पछाडि कस्तो दामी छ है बनाएको डेकोरेसन होइन यहाँको टेम्पल हो क्या जापानिजहरूको टेम्पल हुनसक्छ क्या त्यो टेम्पल पनि हो त्यही डेकोरेसन लुक हेर्न आएको यो भनेको जापानिजहरूको मन्दिर अनि यहाँ चाहिँ म घुम्न आएको अनि यहाँको चाहिँ यति गरेर ढोक गर्नुपर्छ होइन मैले पनि ढोकिसकेँ नमस्ते हमको सब समस्ते होइन थाक्न पनि धेरै थाकियो अब एउटा ठाउँ लग्छु होइन सायद त्यो ठाउँ जान पाउँछ कि पाउँदैन तपाईँले देखाउँछु होइन राम्रो छ कि एकदम दामी ठाउँ छ होइन त्यो चाहिँ देशको हामीलाई थाहा होइन तर भिडियो बनाउनु मिल्छ कि मिल्दैन तै पनि बाहिरबाट भए पनि हामी बनाउँछौँ प्रयास गर्छौँ देख्नुहोस् अगाडिपट्टि दामी ठाउँ छ क्या होइन यति बबाल ठाउँ के तपाईँहरू हेर्न सक्नुहुन्छ सो यस्तो दामी छ उता सेक्युरिटी गार्ड पनि हुनुहुन्छ तर चाहिँ हामी भिडियो बाहिरैदेखि बनाएर हिँड्छौँ किन भन्दा भित्र जान अनुमति नहुन पनि सक्छ त्यही भएर चाहिँ होइन भिडियो बनाउने यो गर्ने तर यति नै आजको लागि हेरिदिनुको लास्टसम्म थ्याङ्क यू सो मच यदि तपाईँले अहिलेसम्म च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् सबै कुरा गर्नुहोस् जे गर्न मन लाग्छ गरौँ फेरि हामी नयाँ भिडियो नेक्स्ट भिडियोमा भेटौँला सो